नमस्ते गाइस। आज म यहाँ हाम्रो एउटा नेपाली दाइसँग भेट हुँदैछु हैन। धेरै भयो कुवेतमा आएको, कति भयो के भयो, कुवेतमा बसाइ कस्तो छ म त सब चाहिँ लिन्छु। हेलो दाजु नमस्ते। नमस्ते दाजु हुनुहुन्छ? ए अनि कुवेतमा आएको कति भयो नि दाजु? 3 वर्ष भयो। हो र? अनि कुन कम्पनीमा हुनुहुन्छ अहिले? अनि हजुरको घर चाहिँ कहाँ पर्छ? अनि अहिले अनि कहाँ उता घुम्दै हुनुहुन्छ? आज छुट्टी थियो? ड्युटी कहाँ छ हजुर? अब घर कहिले जाँदा अहिले कम्पनीमा चाहिँ खाना बस्न सुविधा राम्रै छ नि? ठिकै छ। अब कलेजमा हामी पनि आज छुट्टी थियो, अहिले हामीले घुम्नलाई बाहिर निस्किन्छ। खुसी राम्रो लाग्यो। मेरो घर पोखरा हो। म आएको नि अहिले धेरै 4 वर्ष भइसक्यो। अब काठमाडौँ बाहिरपछि घर आएको। अब बजेटमा सबैसँग भेट्नु पर्छ। अब आफ्नो परिवारसँग भएर बस्नुपर्छ। अनि अरू सुनाउनु के छ? अनि यतातिरको घुम्नु राम्रो छ, रमाइलो थियो। अब निस्किँदा हुन्छ जानु ल, फेरि भेटौँला है त। ल हामी सकिसक्यो, हामी यहाँ पनि बसिसक्यो होइन। अब हामी रुममा जाँदैछौँ। जस भ्यू देखिहाल्नुभयो, नाइट भ्यू कस्तो लाग्छ। मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला, अनि बेल आइकनमा पनि दबाउनु होला। अनि कस्तो लाग्छ के लाग्छ मेरो युट्युब च्यानललाई माया देखाइदिनु होला भन्न चाहन्छु होइन। अब हामी हिँड्न लागेको त्यहाँसम्म भ्यू कस्तो छ यही हो। यो त अब धेरै घुम्न पनि पाइँदैन ड्युटी गर्दा। अब हामी जाँदैछौँ। अब हामी फोन गऱ्यौ कता हो? कहाँ रहेछन्? यहाँ बाटो छ र? हामी जाँदैछौँ गाइस। यहाँ बालुवा गाडीमा साह्रै असिलो छ, हिँड्नै सकिँदैन यो बालुवामा होइन। देख्न सक्नुहुन्छ बहुत गाह्रो छ। कहाँ छ अरे पानी? पानी कहाँ र? हामी आइदिनु त्यहाँनिर होइन। ए त्यहाँ साथीहरू उता रहेछन् होइन। अब हामी होइन ठिक छ, यसरी नै बनाउने हो भ्लग बनाउँदाखेरि। अब सुरुवात हुँदैछ मेरो पनि। सबैले सपोर्ट गरिदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला मेरो युट्युब च्यानललाई है। राम्रो राम्रो आउँछ है। साथीहरू यतातिर छन्, आउनु यता आउनु। अब हामी समेत साथीहरू त छन्, धेरै छन्, तर त अगाडि गइसकेको छ। अब हामी ढक्का लगाएर होइन अब जानुपर्छ। अँधेरो छ है गाइस बाहिर। हामी पनि जाँदैछौँ। साथीहरू सब गइसक्यो। राति के चस्मा लगाउनु होइन, चस्मा खोलिदिएको छ। अब कलाएर साथीहरू अगाडि हिँडिरहेको छ। नाइट भ्यू कस्तो लाग्छ सबैले सपोर्ट गरिदिनु होला है त गाइस। अब हामी बाहिर निस्किँदैछौँ बालुवा गाडीबाट है त। धेरै छ साथीहरू। अब कस्तो लाग्छ के लाग्छ, खासै राम्रो बनाउनु त आउँदैन होइन, तर पनि जस्तो पनि हुन्छ नि सबैले चाहिँ सपोर्ट गरिदिनु पऱ्यो साथीहरू है। यतातिर पुरै पार्किङहरू होइन, यस्तो छ है भ्यू, यस्तो छ है काका ब्याकग्राउन्ड। अनि अब हामी जानुपर्छ है त। अब हामी घुमेर पनि पुरा सकिसक्यो होइन। अब हामी लाग्यो त्यो रोडबाट त्यही भएर बाटो काट्दाखेरि सिधा गाडी जताबाट आउँछ नि त्यतैतिर ध्यान दिनु होला पहिला कुरो। यहाँ चाहिँ भनेको टु लाइन हुन्छ, जताबाट गाडी आउँछ नि ध्यान दिनु होला बढी।
जब गाडी सुरुमा एकदम टाढा हुन्छ नि तब बल्ल अनि बाटो काट्छ होला है। अब हामी बाटो काट्दैछौँ है। अब हामी गाह्रो छ बाटो काट्नलाई। अब हामी होइन रुम जाँदैछौँ है। बा ढिला भयो होइन। अब हामी यता पनि अर्को रोड पनि छ होइन। यहाँबाट अब गाडी आउँदैछ देख्न सक्नुहुन्छ। बोलर हान्न खोज्छ क्या अब चाहिँ भयो बाटो पनि काटियो। अब हामी जानेछौँ रुममा जाने। खाना बनाएकै छैन गाडी देख्न सक्नुहुन्छ। 9 बजिसक्यो। अब 9 बज्यो गएर खानासाना बनाएर अब हामी ट्याक्कै जानुपर्छ रुममा एकदम तरिकाले होइन। अब